तमिलनाडु सरकारले यो जुन कलरफुल पापडहरू छन् ब्यान गरिदिएको छ। त्यसको कारण हो यो खाएर मानिसहरूलाई क्यान्सर, किडनी खराब अनि लिभरको धेरै दिक्कत भयो भनेर रिसर्चमा भेटिएको छ। र हजुरहरूको घरमा यो जुन पापड, यो कलरफुल पापड भन्छन्, हजुरहरू देख्न सक्दै हुनुहुन्छ, यो भिडियोमा देखाउँछु। र कृपया यो नखानु होला। र म पनि सरकारसँग माग गर्छु यो सबैतिर ब्यान हुनुपर्छ भन्ने। र हजुरहरूको घरमा कोही केटाकेटीहरू यसरी यो पापड खान खोज्छन् भने यो दिएको नम्बरमा पुलिस मामालाई फोन गर्नु होला। दोस्रो कुरो, हजुरहरूको घरमा खाली केटाकेटीहरू बाहिरको वस्तु खान्छन्, खाली चक्लेट खान्छु भन्छन्, बाहिरको प्याकेटको वस्तु खान्छन्, भात खाँदैनन्, खाली बाहिरको वस्तु खान्छन्, रुन्छन् भने यो दिएको नम्बरमा पुलिस मामालाई फोन गर्नु। 2 वर्षसम्म पुलिस मामाले ल्याएर जेलमा हुल्दिनेछ ती बदमास केटाकेटीहरूलाई। हजुरहरूसँग म अनुरोध गर्छु यो भिडियो धेरै से धेरै सेयर गरिदिनु होला। सरकारको कानमा यो भिडियो पुगोस्। जुन कलरफुल पापड छ यो ब्यान गरिदियोस्।